यसो हामी चाहिँ यसो उइन पारतिर है गाइस, उइन पारतिर यसो घुमघाम गर्दै हो हामी दुईजना छौँ हो दुईजना। हेलो 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 गाइस। यस्तो छ हो हामी अब दुईजना यसो घुमघाम गाइस साँझ साँझ सबै आउनु होला यहाँ, कस्तो रमाइलो हुन्छ। त्यतिकै जापान भएन त होइन नि होइन, यस्तो छ हौ जस रमाइलो छैन यहाँ एकदम रमाइलो। त्यो रुखको चाहिँ हेर न यस्तो छ हो, हेर नि रुख यहाँ क्या खतरा देखिने हौ। यो ठाउँमा त लाइट छैन पनि यतिखेर मान्छेहरू पनि यसो हिँडिरहेछ। अब 11 बजीसम्म त मान्छे हुन्छ होला है, जस 12 बजी ट्रेन बन्द हुन्छ भनेपछि 11 बजीसम्म यसो मान्छे हुन्छ होला यतातिर। हो स्काई ट्री पनि ठ्याक्क अलिकति देखाएर रहेछ। यस्तो छ मान्छेको बसाइहरू, यस्तो छ यस्तो छ यस्तो। अब चाहिँ यसो हामी फर्किँदैछौँ दुईजना, यसो अब रुमतिर जानु पऱ्यो, खानासाना बनाएर खानु पऱ्यो। त्यो हिजो बेलुका पानी परेर चाहिँ पानी चाहिँ परेर रहेछ हौ हिजो। आज त जे होस् खुल्ला छ, मौसम एकदम खुल्ला छ। यस्तो देखाएको छ मान्छेहरू स्केटिङ राति यस्तो हुन्छन् केटाहरू, रमाइलो छ। यस उकाली ओह्राली केही भन्दैनन् केटाहरूले, जोस या छ। ओ स्काई ट्रिपको लाइट पनि कस्तो देखा, के भनेको जोसमा यस्तो गर्छ। यस्तो छ हामी अब स्टेसनभित्र यस्तो जाँदैछौँ। यो आज रमाइलो हो। हेर नि यहाँ रुख मात्र यस्तो दामी देखिन्छ यार। यो हेर त, यो हेर रुख यस्तो रुखले लाइटले गर्दाखेरि पनि क्या दामी देखिने है। ठिकै छ, राम्रै छ। सो हामी दुईजना चाहिँ अब स्टेसनमा जानु पऱ्यो। यस्तै हो होइन, आज एक दिन यसो घुमघाम गरिरहेछ दुईजना। यो त कस्तो आफ्नो कस्तो काम नबसेको जस्तो हुन्छ हौ। फाइनल्ली यहाँ आइपुग्यो हामी। अब यहाँ टच यसो गर्ने, टच गर्ने, यहाँ पैसा देखाउँछ अनि हामी भित्र छिर्ने। अनि स्टेसनभित्र यस्तो हुन्छ मान्छेहरू। मान्छेहरू सबै आफ्नो तालमा हिँड्छ यहाँ। सिन्जुकमा चाहिँ बस्छ क्या मान्छेहरू, यताले फेरि सोधेर बस्छन् हौ। यति धेरै हुन्छ कि यार। सो छ यहाँ यस्तो यहाँ हुन्छ नि, यहाँ कुन लाइनबाट जाने हो भनेर। अब स्टेसन जान आइपुग्यो। एकछिन यसो 1 घन्टा भयो हामी आएको, 1 घन्टा भयो, 1 घन्टा भयो हामी आएको। यहाँ यस्तो यस्तो छ।